दाजु ए ल सकेछ त है? सकेँ नि। मुनि चाहिँ क्याफे बनाउँछु, यहाँ चाहिँ रेस्टुरेन्ट माथिल्लोपट्टि चाहिँ होमस्टे राखौँ भनेको। यहाँ त बिजनेस राम्रो हुन्छ है दाजु। कञ्चनजङ्घा पनि देखिहाल्छ सिधै, सिक्किम डल्लै देख्छ, खोलाहरू पनि नजिकमा छ, क्याफे पनि चल्छ, रेस्टुरेन्ट पनि चल्छ। फेरि हाम्रो सिङ्गलाकनमा अलिकति राम्रो लोकेसन भनेको यही त छ। सिलगढीबाट क्या 2 करोड दिन्छु भनेर एकजना बङ्गाली आएको थियो होइन, तर पनि त मैले बेचिनँ यो जग्गा। कहाँ हो दाजु, यो जग्गा बेच्यौ भनेर तिमी लस हुन्छ नि। 2 करोड भन्दा ज्यादा भाउ छ यो जग्गाको। ए यो जग्गा कसको थाहा छ तँलाई? खासमा भने कसको दाजु? खासमा चाहिँ जग्गा चाहिँ तेरै रहेछ। तेरो बाजेको आमाले मेरो बराजुलाई चाहिँ हुन्छ नि 1 रुपियाँ 1 बोतल रक्सीमा बेचेको रहेछ नि त। खासमा चाहिँ जग्गा चाहिँ तेरै रहेछ क्या। ओम 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 ओम। उठ बालक, तेरो 2 वर्षको तपस्या पूरा भयो। प्रभु प्रभु, तँलाई वरदानमा के माग्नु छ माग। मलाई मेरो बाजेको आमा फेरि जिउँदै गरिदिनु सक्नुहुन्छ? तथास्तु। धन्यवाद नाति, मलाई नयाँ जीवन दिएकोमा। तपाईँले त्यस्तो दामी जमिन रोडको छेउको चाहिँ किन 1 रुपियाँ र 1 बोतल रक्सीमा बेचेको? त्यो जमानामा त 1 रुपियाँ त भयङ्कर धेरै। म फर्किँदा